लाग्यो बस्नु 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 लाग्यो ल ठिक छ लाग्यो यो टोली माथि के भन्छ के पो अरे माथि ठाउँ छिरुवाबाट आएको हामी त्यति आकाशे भन्ज्याङबाट आएको लागिसक्यो हामी ल दाइ लाग्यो अलिकति चापुङ तपाईँले ठिक छ सँगसँगै हिँडिरहेको छौँ हामी अहिले चाहिँ टोली यहाँ 2 जना छौँ अगाडि 2 जना अगाडिकोमा 3 जना अब फिल्म लाग्यो फिल्म फालटको बाटो लाग्यो त्यस्तै छ क्रस फायर छ यो फेरि क्रस फायर छ हाम्रो सानोबाट हो ठुलो क्रस फायर चाहिँ फेरि अलिक बिग्रेकोले गर्दा तलै छ ठुलो सानो क्रस फायर लिएर आएको त्यही भएर सानो सानो यहाँ सानोले काम दिइहाल्ने रहेछ सबै काम दिइहाल्छ त्यही भएर अनि सानै यो सबैले अनि त्यही भएर सानै लिएर आएको दाजुभाइसँग हामी आइ अगाडि 3 जना पछाडि 2 जना पछाडि भनेको 2 जना हामी 7 जना छौँ 3टा बाइकमा 7 जना भनेको ठिकै हो यहाँ फेरि अप्ठ्यारो अफरोड बाटो रहेछ के गाह्रो खालको बाटो गाह्रो घोडा यो पाइलटको बाटोले गर्दा यस्तो भएको लागिँदैछ डेन्जर हिँडिरहेको छ है 3 जना चाहिँ डेन्जर केही कम चाहिँ छैन